है सर त्यो के सर? अलिकति ठुलो बनाइदिने जुम गरेर ए हुन्छ सर। हो त्यसरी अलिक ठुलो गुड गुड है आजको सन्दर्भमा तपाईँलाई मैले अलिक ठुलो सर अलिक ठुलो यो त 140 भइसक्यो। ल आजको सन्दर्भमा मैले तपाईँहरूलाई विशेष गरेर नेपालको जुन तपाईँहरूको पहिलो सेसनमा म तपाईँहरूलाई करिकुलम देखाउन चाहन्छु है। तपाईँ हामी नायब सुब्बाको रिटर्न पेपरको द्वितीय पत्र अन्तर्गत सेक्सन बी मा तपाईँहरूका लागि नेपालको संविधान, संवैधानिक व्यवस्था र सरकार भन्ने सेसन रहेको छ है। संवैधानिक व्यवस्था र सरकार अन्तर्गत रहेर तपाईँलाई रिटर्नमा प्रश्नहरू केही आउँछन्। ती प्रश्नहरू अहिलेसम्म आएका प्रश्नहरू पनि म तपाईँहरूलाई यहाँ कलेक्सन गरेको छु है। विशेष गरेर अहिलेसम्म वर्तमान संविधानका मूलभूत विशेषताहरू धेरै पटक आएको देखिन्छ है। मैले यहाँ दोहोरिएका प्रश्नलाई पुनः फेरि लेखेको छैन है। त्यसपछि संविधान अन्तर्गत रहेर नागरिकका कर्तव्यहरू उल्लेख गर्नुहोस् भन्ने प्रश्नहरू पनि यो क्वेसन पनि दोहोरिएको छ, पटक पटक दोहोरिएको छ है। त्यसपछि नेपालको वर्तमान संविधानका मुख्य मुख्य विशेषता उल्लेख गरेर राज्य शक्तिको बाँडफाँडका सम्बन्धमा गरिएको व्यवस्थाबारे उल्लेख गर्नुहोस् भन्ने प्रश्न यो 10 मार्क्समा आएको छ। यो पनि पटक पटक दोहोरिएको प्रश्न हो र एकपटक चाहिँ नेपालको संविधानका जुन 13वटा नीतिहरू हुन् है निर्दिष्ट गरेका, ती 13वटा नीतिहरू मध्येबाट विकास सम्बन्धी नीतिबाट एउटा प्रश्न आएको छ है। यसरी हेर्दाखेरि तपाईँहरूलाई केही प्रश्नहरू यहाँ दोहोरिएका छन्। अझ एउटा प्रश्न चाहिँ यो संविधानका विशेषता अन्तर्गत रहेर पनि एउटा के क्वेसन आएको छ भन्दाखेरि नायब सुब्बालाई यो वर्तमान संविधान चाहिँ अहिलेसम्मका हरेक संविधानहरूको दृष्टिकोणबाट तुलनाको दृष्टिकोणले कसरी पृथक छ भन्ने कुरा तपाईँहरूलाई इक्जाममा सोधेको प्रश्न हो। त्यही भएर हामी करिकुलम बेसलाई रहेर हामी आजको सेसनमा संविधान के हो, अहिलेसम्मको हाम्रो संवैधानिक विकासक्रम कस्तो छ, त्यसपछि वर्तमान संविधानको मूलभूत विशेषता के हो, मौलिक हकहरू र कर्तव्यहरू के हुन्, हाम्रो राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको विषय के छ, राज्यको संरचना है, राज्यको संरचनाको विषय के हो है, राज्य शक्तिको बाँडफाँड कसरी गरिएको छ भन्ने दृष्टिकोणबाट तपाईँहरूलाई इक्जाममा प्रश्नहरू आइरहेको देखिन्छ। त्यही भएर यसलाई टेकेर हामी आजको सेसनमा छलफल गर्नेछौँ। अब म तपाईँलाई लैजान्छु यो प्रिभियस प्रश्नहरू पछि। यो प्रिभियस प्रश्न हो यो सर, यो सेकेन्ड च्याप्टरको हो सर, एकदम सेकेन्ड खण्डको द्वितीय पत्रको सेकेन्ड खण्ड है, संवैधानिक व्यवस्था र सरकार भन्ने सेसनको यो टपिक हो है। अब कुरा रह्यो तपाईँलाई म पहिला लैजान्छु संविधान के हो त भन्ने कुरा त तपाईँले बुझ्न पर्यो। हेर्नुहोस्, संविधान के हो भनेर चाहिँ खर्दारलाई सोधिराखेको हुन्छ है। संविधान के हो, संविधानलाई किन मूल कानुन भनिन्छ भन्न पनि क्वेसन सोध्छ। हेर्नुहोस्, त्यसपछि तपाईँहरूलाई अरू विषयवस्तुहरूतिर म लिनेछु। संविधान के हो भन्ने कुरा त तपाईँले सानै क्लासदेखि पढ्दै आउनु भएको छ। देशको मूल कानुन संविधान हो भन्नुहुन्छ जसलाई सोधे पनि है। तर अलिकति तपाईँ हामीको सेसनमा चाहिँ अलिकति अब अलिक व्यवस्थित एन्सर लेख्न पर्छ। लोक सेवाको एन्सरमा अलिकति स्ट्यान्डर्ड म्याप यो मापन हुने खालको तपाईँलाई यो क्वालिटी मेन्टेन गर्नुपर्छ है। संविधान भनेको हरेक मुलुकको मूल कानुन हो। यसले के गर्छ भन्दा द रेगुलेटिङ एन्ड गभर्निङ चार्टर अफ द नेसन भन्छ क्या यसलाई। यसले नि हाम्रो राज्य शासन र सरकारको विषयलाई नि यसले के गर्छ भन्दाखेरि मार्गदर्शन गर्छ। एउटा यो चार्टर हो क्या, नियन्त्रण गर्ने र शासन गर्ने। कुनै पनि मुलुकको शासनको एउटा मार्गदर्शक बडापत्रको नाम हो संविधान है। यो कुनै पनि मुलुकको शासन व्यवस्थालाई यसले सञ्चालन गर्न, मार्गदर्शन गर्न, यसले रोड म्यापको भूमिका खेल्छ।
यसको अर्थ यो राज्यको सर्वोच्च विधान हो, सुप्रिम ल अफ द स्टेट हो। यो किन हो भन्दाखेरि नि यो सुप्रिम ल अफ द स्टेट किन हो भन्नुहुन्छ भने यो सारवान कानुन हो। क्या यो कस्तो कानुन हो भन्दाखेरि सारवान कानुन, यो सारवान कानुन हो है। त्यो भएर यो सुप्रिम ल अफ द स्टेटको रूपमा रहन्छ है। यसको निर्माणको दृष्टिकोणले, त्यसपछि यसको कार्यान्वयनको दृष्टिकोणले र यसको संशोधनको दृष्टिकोणले यो के हुन्छ, जनताबाट निर्वाचित भएका हाम्रा सार्वभौम सत्ता सम्पन्न जनताको म्यान्डेटलाई यसले प्रयोग गर्नुपर्छ। त्यस कारणले यो सुप्रिम ल अफ द स्टेट हो। यसको अर्थ जननिर्वाचित संसदले विशेष गरेर लोकतान्त्रिक मुलुकहरूमा, आधुनिक राज्य प्रणाली अवलम्बन गरेका देशहरूमा संविधानको संशोधन, निर्माण र विकास जनताबाट निर्वाचित संसदले मात्रै गर्न सक्छ। त्यो भएर यो सुप्रिम ल हो, सारवान कानुन हो भन्ने कुरा तपाईहरुले बुझ्नुपर्छ। अर्को कुरा, संविधानलाई अर्कै तरिकाले डिफाइन गर्नुहुन्छ भने नि यसले शासन, राज्य, सरकारको वैध प्रणालीको स्थापना गर्छ र त्यसको जनतासँगको सम्बन्ध विकास गर्ने एउटा दस्तावेज हो संविधान है। तपाई हाम्रो शासन कस्तो हुने, जस्तो अहिले हामीसँग संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली छ नेपालमा। हाम्रो शासन कस्तो हुने, हाम्रो राज्य अहिले हाम्रो 3 तहको संघीय राज्य प्रणाली छ है। हाम्रो सरकार कस्तो हुने, तपाई हाम्रो सरकार संसदबाट निर्वाचित हुने संसदीय शासन प्रणालीको स्वरूपमा रहेको सरकार छ। यसको वैध प्रणाली स्थापित गर्छ र सरकारको जनतासँगको सम्बन्ध विकास गर्ने, निर्धारण गर्ने एउटा दस्तावेजको रूपमा संविधान रहन्छ भन्ने कुरा तपाईले बुझ्नुपर्छ है। अर्को कुरा, यसले मुलुक र जनताको सार्वभौम शक्तिको बाँडफाँड गर्छ, यसले संरचनाको निर्धारण गर्छ र स्वरूपको विधिवत बन्दोबस्त गर्दछ। त्यो भएर संविधान भने के हो भन्नुहुन्छ भने मुलुक र जनताको सार्वभौम शक्तिको बाँडफाँड। सार्वभौम सत्ता, राजकीय सत्ताको प्रयोग कसले गर्ने, मुलुकको र जनता दुवै, यसको बाँडफाँड गर्छ। यसको संरचना कस्तो हुने त्यसको निर्धारण गर्छ र अन्ततया यसले स्वरूपको समेत बन्दोबस्त गर्छ। त्यही दस्तावेजको नाम हो संविधान है। त्यो भएर आधुनिक राज्य प्रणालीमा नि भन्नुको अर्थ तपाई हाम्रो जस्तो वेलफेयर स्टेटमा, आधुनिक राज्य प्रणालीमा सार्वभौम जनता जनादेशद्वारा निर्मित राज्यको आधारभूत कानुन है। हरेक राज्य प्रणालीमा नि, हरेक आधुनिक राज्य प्रणालीमा नि जनताको म्यान्डेट अनुसार संविधानको निर्माण हुन्छ, विकास हुन्छ र त्यो जनादेशद्वारा कानुनको विकास गरिन्छ भने त्यो आधारभूत कानुन, फन्डामेन्टल ल अफ द स्टेट को रूपमा हामी संविधानलाई लिन्छौं। अर्को कुरा, यो संविधानमै तपाई धेरै डिफिनेसन गर्न सक्नुहुन्छ है। यसले के गर्छ भन्नुहुन्छ भने नि संविधानले शासकहरूमा वैधानिक शक्ति प्रदान गर्छ र शासितहरूका अधिकार र कर्तव्य परिभाषित पनि गर्दछ। यसले तपाई हाम्रा प्रधानमन्त्रीहरू, राष्ट्रपतिहरू है जो शासन सञ्चालन गर्छन् क्या, तिनीहरूको वैधानिक शक्ति के हुने त्यसको सीमाङ्कन गर्ने र फेरि शासित भनेका जनताहरू, नागरिकहरूको अधिकार के हुने, कर्तव्य के हुने त्यसको परिभाषा केले गर्छ, संविधानले गर्छ। र अन्ततः तपाई हामीसँग शक्तिको व्यवस्थापन के हो, शासन हो नि। त्यो शक्तिको असीमित प्रयोगका सम्बन्धमा संविधानले के गर्छ, सीमाङ्कन पनि गर्छ, नियन्त्रण पनि गर्दछ। त्यो भएर संविधान के हो भन्नुहुन्छ भने शक्तिको असीमित प्रयोगका सम्बन्धमा
सीमाङ्कन र नियन्त्रण गर्ने एउटा दस्तावेज पनि हो भनेर हामी परिभाषित गर्छौँ। अर्को कुरा नि, हाम्रो यो संविधानलाई एउटा फर्मुलाद्वारा परिभाषित गर्न सकिन्छ। यो के हो? फन्डामेन्टल ल अफ द स्टेट है। कस्तो हो यो? फन्डामेन्टल ल अफ द स्टेट। यो राज्यको आधारभूत कानुन हो क्या। किनभने नि यसले राज्यको शासनका आधारभूत विषयहरूको पक्षहरूको निर्धारण गर्छ। एफएमपीएमएसएस भनेको यसले शासन कस्तो हुने, राज्य कस्तो हुने, सरकार के गर्ने, हाम्रा संवैधानिक निकाय के हुने भन्ने कुराको आधारभूत विषयले निर्धारण गर्छ। त्यही भएर यो फन्डामेन्टल ल अफ द स्टेट हो। राज्यका अङ्गहरू के हुन् र तिनीहरूको शासकीय प्रबन्धसँग सम्बन्धित विषयहरू यसले के गर्छ? निर्धारण गर्ने भएकोले यसलाई हामी फन्डामेन्टल ल अफ द स्टेट भन्छौँ। अर्को मदर ल अफ द स्टेट। यो मातृ कानुन हो, जननी कानुन हो है। हरेक कानुनको जन्म संविधानद्वारा हुन्छ। त्यही भएर यसलाई मदर ल अफ द स्टेट भन्छौँ है। याद गर्नु होला, यसलाई हामी जननी कानुन भन्छौँ, मदर ल। हरेक कानुनहरूको जन्म संविधानको मातहतमा हुन्छ। संविधानसँग बाँझिएका कानुनहरू बदर घोषित हुन्छन्, अमान्य घोषित हुन्छन्। त्यही भएर यो मदर ल अफ द स्टेट हो। अर्को यो पोलिटिको लेगल डकुमेन्ट। पोलिटिको लेगल डकुमेन्ट हो। यो कसरी पोलिटिकल लेगल डकुमेन्ट हो त भन्दा यसले नि यसभित्र पोलिटिकल संरचना, राज्यको पोलिटिकल संरचना भनेको राजनीतिक प्रणालीले यसलाई गाइडेड गर्छ। तर यसभित्र लेगल प्रोभिजनहरू हुन्छ। लेगल प्रोभिजन भनेको तपाईँ हाम्रा कानुनी विषयहरू हुन्छन् यसमा। त्यही भएर यो पोलिटिकल लेगल डकुमेन्ट हो। अर्को मेजर लेगल रोड म्याप पनि हो। यसलाई हामी के पनि भन्छौँ? मेजर लेगल रोड म्याप। यसलाई हामी यो भन्छौँ। यसलाई किन हामी मेजर लेगल रोड म्यापको रूपमा चिन्छौँ त भन्दाखेरि नि यसले नि राज्य व्यवस्थाको कानुनी मार्गचित्र प्रदर्शन गर्छ है। राज्य प्रणालीको विशेष गरेर है, राज्य प्रणालीको के गर्छ त यसले भन्दाखेरि विधिवत कानुनी मार्गचित्र यसले के गर्छ? विकास गर्छ। नमस्कार। त्यो भएर यसलाई हामी मेजर लेगल रोड म्यापको रूपमा चिन्छौँ। अर्को यो सुप्रिम ल अफ द स्टेट। यो किन सुप्रिम ल अफ द स्टेट हो भन्दा मैले माथि भनिसकेँ, यो सारवान कानुन हो, सर्वोच्च कानुन हो। यो भन्दा माथि कोही पनि हुँदैन। हरेक शासन पद्धतिहरू संविधान मातहत हुन्छ। त्यो भएर यो सुप्रिम ल अफ द स्टेट हो। यो सर्वोच्च कानुन हो कुनै पनि मुलुकको। अनि अर्को एस भनेको सोसियो है। सोसियो इकोनोमिक रोड म्याप पनि हो। तपाईँ हाम्रो शासकीय संरचनाभित्र, के भित्र? शासकीय संरचनाभित्र हाम्रो सामाजिक संरचना, हाम्रो सांस्कृतिक संरचना कस्तो हुने, हाम्रा आर्थिक उद्देश्यहरू कस्तो हुने, हाम्रो अर्थतन्त्रको स्वरूप कस्तो हुने है, यसले निर्धारण गर्छ है। त्यही भएर यो सोसियो इकोनोमिक रोड म्याप पनि हो। त्यही भएर तपाईँहरूका लागि यो परिभाषा खण्ड, तपाईँलाई यो खरिदारमा सोधेको 5 मार्क्सको खरिदारको क्वेसनमा तपाईँले यति कुरा लेख्नुभयो भने मलाई लाग्छ राम्रो हुन्छ है। जति पनि लेख्न सक्नुहुन्छ। त्यही भएर
अलि स्ट्यान्डर्ड प्रकृतिको एन्सरहरू शब्दहरूको चयन गर्ने र गजबसँगले है। त्यही भएर राज्य शक्ति र सत्ताको निर्धारण गर्छ यसले। निर्माण संशोधन र कार्यान्वयनको दृष्टिले यो विशिष्ट हुन्छ र यसले युगीन जनाकांक्षाको सम्बोधन गर्ने बृहत्तर दस्तावेजको उपमा पाएको हुन्छ। त्यसको नाम हो संविधान। त्यसको नाम के हो त? संविधान हो। याद गर्नु होला, त्यो भएर ख्याल गर्नु होला। यसले राज्य शक्ति कस्तो हुने, कुन कुन राज्य शक्ति, विधायकी राज्य शक्ति के हुने, तपाईँ हाम्रो कार्यकारिणी राज्य शक्ति कस्तो हुने। सुब्बाकै लागि पढाइराखेको छु मैले। सुब्बा खरिदार अफिसर पढ्ने भयो नि है। तपाईँको साधारण सत्ता र राजकीय सत्ता के हुने भन्ने कुराको, न्यायिक शक्ति के हुने भन्ने कुराको यसले निर्धारण गर्छ। यसको निर्माण संशोधन र कार्यान्वयनको दृष्टिकोणले यो विशिष्ट हुन्छ। याद गर्नु होला, संविधानहरू नि पटक पटक निर्माण हुने विषय होइन। तपाईँलाई थाहा छ, यसका लागि राज्य व्यवस्था परिवर्तन हुनुपर्छ। तपाईँलाई थाहा छ, राजनीतिक परिवर्तन गर्नका लागि विभिन्न मान्छेले बलिदान दिन्छ। तपाईँ हाम्रा संविधानका अन्तर्वस्तुहरू है, तपाईँ हाम्रा के त संविधानका अन्तर्वस्तुहरू कारणका दृष्टिकोणले निकै लागत प्रभावी हुन सक्छ। त्यो भएर यो कारणको दृष्टिकोणले पनि यो के हुन्छ, जटिल हुन्छ, विशिष्ट हुन्छ। यो पीडीएफमा नोट दिन्छु है, चिन्ता नमान्नु, यो कुरा बुझ्नु। त्यो भएर नि यो युगीन जनआकांक्षा यो 1 वर्ष 2 वर्षको विषय होइन। यसले एउटा युगदेखि युगसम्मको विषय समेट्छ है। त्यो भएर यो युगीन जनआकांक्षाको सम्बोधन गर्ने दस्तावेज तपाईहरुलाई थाहा छ, नेपालको संविधानको भाग 1 धारा 1 मा नि संविधानसँग बाँधिने कानुनहरू बाँधिएको हदसम्म अमान्य हुने व्यवस्थाले नि संविधान कुनै पनि मुलुकको मूल कानुन हो भन्ने कुरा पुष्टि गर्छ। त्यो भएर नि यो अहिले भनेको एन्सर के को एन्सर हो भन्दाखेरि नि संविधान भनेको के हो, संविधान देशको मूल कानुन हो किन उल्लेख गर्नुहोस् भन्यो भने पनि यही हो। संविधान देशको मूल कानुन हो है, मूल कानुन हो, पुष्टि गर्नुहोस् भन्ने क्वेशनको एन्सर पनि यही हो है। के भएर तपाई हामीले यो कुरा, यो क्वेशन एक्जाममा सोधेको क्वेशन तपाई हामीले यसरी लिने है। द रेगुलेटिङ एन्ड गभर्निङ चार्ट अफ द नेसनलाई हामी के भन्छौं, कन्स्टिट्युसन भन्छौं, संविधान भन्छौं हो। के भएर तपाईले यो परिभाषा खण्डमा तपाईले यति कुरा लेख्ने र संविधान देशको मूल कानुन किन हो भन्ने कुरा यो एफएमपीएम एसएस बाट पुष्टि गर्ने। यो गरियो भने मलाई लाग्छ तपाईहरुको विषयवस्तु अरुको भन्दा व्यापक हुन्छ, तपाईको स्तरीय आन्सर बन्छ। त्यही भएर यो रिटन पेपर भनेको अलिकति सजिलै पास हुने विषय चाहिँ होइन है। यसलाई चाहिँ विशेष रूपमा तपाईहरुले अध्ययन गर्नुपर्छ, गहिराइमा गएर अध्ययन गर्नुपर्छ, अनि तपाईको स्ट्रङ लेखाइ हुन्छ है त। मैले तपाईलाई परिचय खण्ड संविधान के हो भन्ने कुराको सन्दर्भमा म तपाईलाई यति कुरा राख्छु है त। अब म तपाईलाई जान्छु अर्को क्वेशनमा।
इक्जाममा सर्वाधिक सोधिएको क्वेसन हो। नेपालको वर्तमान संविधानका विशेषताहरू उल्लेख गर्नुहोस्। यो क्वेसन नेपालको वर्तमान संविधानका विशेषताहरू उल्लेख गर्नुहोस् भन्ने क्वेसन निकै महत्त्वपूर्ण क्वेसन हो है। तपाईले नि मैले तपाईलाई क्वेसन एन्सर प्याटर्नमा लिइरहेको छु है। याद गर्नुहोस्, नेपालको वर्तमान संविधानका विशेषताहरू लेख्दाखेरि तपाईले कहाँबाट लेख्ने त भन्दाखेरि त्यो कण्ठ गरेर बस्ने विषय होइन। तपाईले संविधान त पढेको हुनु पर्यो। फेरि संविधान त फर्स्टदेखि लास्टसम्म के गरेको हुनु पर्यो, पढेको त हुन पर्यो। नपढे त सम्म छैन हैन, पढेको चाहिँ हुन पर्यो। अब यसभित्रबाट कसरी कण्ठ गर्ने भन्दा यो निर्माण कसले गर्यो, यसको संशोधनको विषय के छ, यसको संरचनाहरू अन्तर्वस्तुहरू के छन्, यसमा यसले शासनलाई कसरी परिभाषित गर्छ, राज्यलाई कसरी डिफाइन गरेको छ, सरकारको विषय के भनेको छ, यसले हाम्रा मौलिक हक र कर्तव्यहरूलाई के भन्छ, यसले तपाईँ हाम्रा संवैधानिक निकायहरूका सम्बन्धमा यो के बोल्छ, तपाईँ हाम्रो नागरिकताको विषय, निर्वाचन प्रणालीको विषय र हाम्रा निर्देशक सिद्धान्त नीतिहरूका विषयहरू के छन्, यिनी डाइमेन्सनबाट सम्झिएर लेख्ने हो। तपाईँ जस्तो मैले भनेका डाइमेन्सनबाट म तपाईँलाई छुट्दै जान्छु। नेपालको वर्तमान संविधानका विशेषताहरू उल्लेख गर्नुहोस् भन्ने क्वेसन आयो। यो 5 मार्क्समा आउँछ, यति धेरै आवश्यक पर्दैन, तर अहिले जान्दा धेरै राम्रो। निर्माणबाट एउटा लेखिदिनु। तपाईलाई थाहा छ हामी सार्वभौम सत्ता सम्पन्न नेपाली जनता लेखेको छ। तपाईले प्रस्तावनामा गएर हेर्नुभयो भने हामी सार्वभौम सत्ता सम्पन्न नेपाली जनता भन्न लेखिएको छ र अन्तिम खण्डमा लेखिएको छ संविधान सभाबाट यो संविधान जारी गर्दछौं। एउटा विशेषता यही हो यसको है, एउटा विशेषता यही हो यसको। त्यही भएर यो निर्माणको दृष्टिकोणले संविधान सभाबाट जनताबाट निर्वाचित जनप्रतिनिधिहरूद्वारा निर्मित भएको पहिलो संविधान हो यो। संविधान सभाबाट निर्मित भएको पहिलो संविधान। त्यसकारणले यो निर्माणको दृष्टिकोणले एउटा यो विशेषता लेख्ने है। अर्को संशोधनको दृष्टिकोण याद गर्नुहोला, यसमा 4वटा विषयहरू संशोधन गर्न नमिल्ने राखिएको छ। 4वटा विषय, 2टा सार्वभौम सत्ता अनि भौस्वाद। नेपाली जनतामा निहित रहेको सार्वभौम सत्ता र एउटा मुलुकको सार्वभौम सत्ता, यो 2टा कुरा र भौगोलिक अखण्डता र त्यसपछि स्वाधीनताको विषय संशोधन गर्न मिल्दैन। यो संशोधन गर्न नमिल्ने विषय पनि राखिएको छ। तर संशोधन गर्नका लागि यदि हाम्रा अरू विषयहरू छन् भने यो संशोधन गर्नका लागि 2/3 बहुमत चाहिन्छ, एनिवे सकिँदैन। हामीसँग यसको संरचना यो 35 भाग है 308 धारामा सुसज्जित छ, 9वटा अनुसूचीमा छ, यो व्यवस्थित भएको छ। त्यही भएर संरचनाको दृष्टिले पनि यसको विशेषता लेख्ने। शासनको दृष्टिकोणले नेपालको संविधानको धारा 74 मा गएर हेर्नुभयो भने नेपालमा बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संसदीय शासन प्रणाली छ क्या है। बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संसदीय शासन प्रणाली भनेको छ। हाम्रो शासन थियो। त्यसपछि हाम्रो राज्य छ। तपाई हाम्रो राज्य 3 लेयर फेडरलिजम हो, 3 टायर फेडरलिजम। के भनेको कि 3 तहको संघीय संरचना। हामीसँग अहिले एकात्मक राज्य प्रणाली छैन। तपाई हामीसँग कस्तो छ अहिले? अहिले हामीसँग राज्य संघात्मक स्वरूपमा छ, 3 तहको संघीयता छ है। तपाई हाम्रा सरकारहरू के छन्? कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको समग्रता सरकार। इन 3टाबाट एक-एकवटा लेख्ने हो है। सरकार भनेको त्यो। तपाई हाम्रो 2 सदनात्मक संघीय व्यवस्थापिका छ, 1 सदनात्मक प्रदेश व्यवस्थापिका छ र हाम्रो स्थानीय तहमा समेत गाउँ सभा, नगर सभा, जिल्ला सभा जस्ता प्रावधान छन्। फेरि
न्यायपालिकातिर हेर्ने हो भने सरकारको खण्डबाट हेर्ने हो भने के छ? न्यायपालिकाको दृष्टिकोणले हेर्ने हो भने हामीसँग एकात्मक स्वरूपको एकीकृत स्वरूपको न्यायपालिका छ। यो संघीय तहमा मात्रै छ न्यायपालिका, तर स्थानीय तहमा स्थानीय न्यायिक समितिको समेत अभ्यास रहेको छ र स्थानीय अदालत गठन गर्न सक्ने प्रावधान पनि हाम्रो अनुसूचीहरूमा राखिएको छ। अर्को कार्यपालिकाको दृष्टिकोणले के छ? हाम्रो स्थानीय तहमा गाउँ कार्यपालिका, नगर कार्यपालिकाका प्रावधानहरू छन् है। त्यसपछि हामीसँग प्रदेशमा पनि प्रदेशको आफ्नै मन्त्री परिषद छ है, र संघीय तहमा पनि प्रधानमन्त्रीको अध्यक्षतामा तल चाहिँ मेयर अथवा के अरे प्रमुख तथा अध्यक्षको गाउँपालिकाको खण्डमा अध्यक्ष, नगरपालिकाको खण्डमा प्रमुख हैन, र मुख्यमन्त्रीको अध्यक्षतामा के हुन्छ? मन्त्री परिषदको गठन हुन्छ, कार्यपालिकाको गठन हुन्छ प्रदेशमा। फेरि सङ्घमा प्रधानमन्त्रीको अध्यक्षतामा समावेशी सिद्धान्तलाई टेकेर बढीमा हाम्रा मन्त्रीहरूको संख्या समेत तोकेर अहिले हामीसँग मन्त्रालयहरूको संख्या बढी 25 सदस्यीय मन्त्री परिषद गठन गर्न सक्ने प्रावधान छ। तर कार्यपालिका सरकार भनेको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको संरचना लेख्ने, त्यहाँबाट टक्क एउटा तान्दिने। अर्को फेरि मौलिक हक र कर्तव्यबाट पनि तपाईँ हामीले के गर्न पर्छ? मौलिक हक र कर्तव्यबाट पनि के गर्नुपर्छ है? मौलिक हक र कर्तव्यबाट पनि तपाईँ हामीले के गर्नुपर्छ? यसको परिभाषा दिनुपर्छ। हामीसँग 31 वटा मौलिक हकहरू संवैधानिक उपचार सहित व्यवस्था छन् है। 4 वटा नागरिकका कर्तव्यहरू निर्धारण गरिएका छन्, राज्यका दायित्वका विषयहरू है यहाँ निर्धारण गरिएको छ है। त्यसपछि तपाईँ हामीलाई राष्ट्रिय हितका विषयहरू तोकिएको छ। त्यही भएर यो त्यो दृष्टिकोणले पनि यो के छ? अर्को विशेषताको रूपमा रहेको छ। तपाईँ हाम्रा भाग 21 देखि भाग 27 सम्म 13 वटा संवैधानिक निकाय रहेका छन्। 13 वटा संवैधानिक निकाय रहेका छन् है। अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि भाग 27 का 7 वटा तपाईँ हाम्रा समावेशी प्रकृतिका आयोगहरू सहित अधिकारमा आधारित संवैधानिक निकाय सहित हामीसँग के छन्? 13 वटा संवैधानिक निकायहरूको बन्दोबस्त छ। नागरिकताको दृष्टिकोणले पनि हामी एउटा विशेषता लेखिदिन्छौँ। हामीसँग अहिले 4 प्रकारका नागरिकता छन्: वंशज, अंगीकृत, सम्मानार्थ र गैर आवासीय नेपाली नागरिक। यसले 4 प्रकारका नागरिकताका विषयहरू पनि छन्, त्यहाँबाट लेख्छौँ हामी। हामीसँग सङ्घ, प्रदेश र स्थानीय तहमा निर्वाचन प्रणाली पनि पृथक पृथक छ। जनमत संग्रह सम्बन्धी प्रावधान छ हामीसँग। निर्वाचन सङ्घमा के छ? मिश्रित निर्वाचन प्रणाली छ। एउटा पहिलो हुने निर्वाचन प्रणाली छ भने अर्को समानुपातिक निर्वाचन प्रणाली छ। एउटा पहिलो हुने निर्वाचन प्रणाली छ, अर्को समानुपातिक निर्वाचन प्रणाली छ सङ्घीय तहमा। फेरि प्रतिनिधि सभाको सदस्यको सन्दर्भमा जो अब फागुन 21 गते हुँदैछ। अर्को दृष्टिकोणले हेर्ने हो भने प्रदेशमा पनि त्यही छ, मिश्रित निर्वाचन प्रणाली, समानुपातिक निर्वाचन प्रणाली र अर्को के छ? पहिलो हुने निर्वाचन प्रणाली। तर स्थानीय तहमा तपाईँले सुन्नुहुन्छ, मेयर भन्नुहुन्छ नि, नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, गाउँपालिकाको अध्यक्ष, गाउँपालिकाको उपाध्यक्षलाई नि तपाईँ, अनि वडा सदस्यहरूलाई तपाईँ प्रत्यक्ष भोट दिएर निर्वाचित गर्नुहुन्छ। त्यहाँ तपाईँसँग पहिलो हुने निर्वाचन प्रणाली छ। तपाईँले प्रत्यक्ष भोट हाल्नुहुन्छ, उम्मेदवारलाई नै हाल्नुहुन्छ प्रत्यक्ष रूपमा भोट। त्यही भएर निर्वाचन प्रणाली पनि हामीसँग छ। यसरी योबाट पनि लेख्नु। 4 वटा हाम्रा निर्देशक सिद्धान्त छन्, 13 वटा हाम्रा नीतिहरू छन्। रा रा सा अक्रि विप्रा नास्र सा न्या प अ भन्ने यसको फर्मुला हो है। बृहत्तर नीतिहरू छन्। यसरी तपाईँले
यो फरक फरक डाइमेन्सनहरूलाई सम्झिएर तपाईँले के गर्नुपर्छ, संविधानका विशेषताहरू लेख्नुपर्छ है। संविधानको के गर्नुपर्छ, विशेषताहरू लेख्नुपर्छ। अब म तपाईँलाई मैले केही कुरा लेखेको छु, मैले अहिले तपाईँलाई ब्रिफिङ गरेँ, अब मैले तपाईँलाई लेखाएको कुरा देखाउँछु। हेर्नुहोस् त, मैले भनेका कुराहरू नै यहाँ छन्। हेर्नुहोस् त, पहिलो कुरा यो माथिको कण्ठ गर्ने यो कन्टेन्ट सम्झिने तरिका मात्रै हो है। जस्तो यो संविधान सभाबाट निर्मित भएको र राष्ट्रपतिबाट निर्माण भएको प्रथम ऐतिहासिक संविधान मैले तपाईँलाई भनिसकेँ। सार्वभौम सत्ता र राजकीय सत्ताका मालिक कुन, नेपाली जनता है। सार्वभौम सत्ता र राजकीय सत्ताका मालिक नेपाली जनता रहेको संविधान पनि हो यो। तपाईँ हामीले भन्यौँ नि, हामी सार्वभौम सत्ता सम्पन्न नेपाली जनता भनेरै हामीले राखेका छौँ। यति मात्रै होइन, धारा 2 मा के भनेको छ, नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहनेछ भने यो दृष्टिकोणले यो अर्को विशेषता हो। अर्को, समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल राज्यको परिकल्पना गरेको छ। समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल राज्यको परिकल्पना गरेको संविधान हो है। तपाईहरुले के भनेका छौँ, समाजवाद उन्मुख राज्य प्रणालीको रूपमा हामीले यसलाई विकास गरेका छौँ है। समाजवाद प्रति प्रतिबद्ध रहेर समृद्ध राष्ट्र निर्माण गर्ने सन्दर्भमा हामीले संविधानको प्रस्तावनामै बोलेका छौँ। त्यही भएर हामी समाजवाद उन्मुख राज्य प्रणालीका विषयमा प्रतिबद्ध देशको रूपमा हामी चिन्छौँ। यो संविधानले के भन्छ, संघात्मक राज्य व्यवस्था छ, किनकि 3 तहको 3 टायर फेडरलिजम छ, तर एकात्मक न्याय प्रणाली छ हामीसँग। संघमा मात्रै के रहेको छ, न्यायपालिका रहेको छ। तपाईँ हामीसँग धर्मनिरपेक्ष र समावेशी लोकतान्त्रिक शासन व्यवस्था छ। धर्मनिरपेक्षता र धार्मिक स्वतन्त्रताको हकको विषय छ है, र समावेशी लोकतान्त्रिक शासन प्रणाली यो संविधानको अर्को विशेषताको विषय हो। मैले तपाईलाई भनिसकेँ, नेपालको धारा 74 मा भनेको छ, नेपालको संविधानको अहिलेको वर्तमान संविधानमा बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संसदीय शासन प्रणाली आदर्श हो। यसको शासकीय स्वरूपमा हामी बहुलवादलाई लेख्छौँ, प्लुरालिजमलाई हामी टेक्छौँ है। बहुदलीय प्रतिस्पर्धा र संसदीय शासन प्रणाली अहिलेको शासकीय स्वरूपका अभिन्न पक्ष हुन् है। तपाईँ हामी हेर्नुभयो भने नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषा, सबै मातृभाषालाई नेपालमा बोलिने सबै मातृभाषालाई के अरे, नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषाको मान्यता दिइएको छ। यो दृष्टिकोणले पनि यो निकै राम्रो छ। सबै अर्को विशेषताको रूपमा नेपाली भाषा र प्रदेशको भाषा समेतलाई सरकारी कामकाजको भाषाको रूपमा मान्यता दिइएको छ है। उहाँले याद गर्नुहोला, नेपाली भाषालाई त हामीले के गरेका छौँ, नेपाली भाषा त हाम्रो सरकारी कामकाजको भाषा। त्यहाँ भनेको छ नेपाली भाषाका अतिरिक्त भनेको छ आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने 1 वा 1 भन्दा बढी अन्य राष्ट्रभाषालाई पनि हामीले के गर्न सक्छौँ, प्रदेशको सरकारी कामकाजको भाषाको रूपमा हामीले के गर्न सक्छौँ, व्यवस्था गर्न सक्छौँ। त्यही भएर बागमती प्रदेशले है नेपाल भाषा र तामाङ भाषालाई भनेको छ सरकारी कामकाजको भाषा, नेपाली भाषाका अतिरिक्त। हामीसँग लैङ्गिक समावेशी उदार नागरिकता नीति छ। यसले 4 प्रकारका नागरिकताको प्रावधान राखेको छ है। तपाईहरुलाई थाहा छ, वंशजको नागरिकता छ हामीसँग, अंगीकृत नागरिकता छ हामीसँग है, त्यसपछि सम्मानार्थ नागरिकता छ हामीसँग, गैर आवासीय नागरिकता छ हामीसँग है। यो कुरा तपाईँ हाम्रो लागि अर्को महत्त्वपूर्ण कुरा। हामीसँग 31 वटा मौलिक हकहरू छन् र नागरिक कर्तव्यहरूको प्रावधान छ। 31 वटा मौलिक हकहरू र नागरिक कर्तव्यहरू। मैले तपाईलाई भनिसकेँ, राज्यका 4 वटा निर्देशक सिद्धान्त छन्, 13 वटा नीति छन्, राज्यका दायित्वका विषयहरू छन्, राष्ट्रिय हितका विषयहरू छन्। यो अर्को महत्त्वपूर्ण प्रावधानको विषय हो, यसको अर्को विशेषताको हो।
तपाईँ हामीसँग राज्यका निर्देशक सिद्धान्तपछि राष्ट्रपति र उपराष्ट्रपति छ नि, यो सम्बन्धी प्रावधानका विषयमा राष्ट्रपतिले नेपालको राष्ट्राध्यक्षको रूपमा नेपालको संविधानको संरक्षण गर्ने दायित्व हो। नेपाली सेनाको प्रधानाधिपति हुन्छ राष्ट्रपति। याद गर्नुहोला, राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिङ्ग वा समुदायको हुने प्रावधान पनि छ। यसले समावेशी शासनको, समावेशी लोकतन्त्रको व्यवस्थालाई प्रतिबिम्ब गर्छ। हामीसँग शासकीय स्वरूप सङ्घीय छ, लोकतान्त्रिक छ, गणतन्त्रात्मक छ, बहुदलीय प्रतिस्पर्धात्मक छ, बहुलवादमा आधारित छ, संसदीय छ। यो अब शासकीय स्वरूप मैले तपाईँलाई माथि पनि भनिसकेँ। पहिलो पटक नेपालको संविधानमा पहिलो पटक मन्त्री परिषदमा रहने सदस्यहरूको संख्या किटान गरिएको छ। 25 सदस्यीय समावेशी प्रकृतिको संघीय मन्त्रीमण्डल सम्बन्धी व्यवस्था गरेको छ। है, हामीसँग प्रतिनिधि सभामा 275 सदस्य र राष्ट्रिय सभामा 59 सदस्य रहने गरी हामीसँग 20 सदनात्मक दुईटा सदन रहेको संघीय व्यवस्थापिका छ, एक सदनात्मक प्रदेश व्यवस्थापिका छ। यो कुरा हाम्रो अर्को महत्त्वपूर्ण कुरा। तपाईँ हामीलाई थाहा छ, प्रधानमन्त्री नियुक्ति हुँदा विश्वासको मत 30 दिनभित्र लिनुपर्छ है, र प्रधानमन्त्रीले संविधानका विषयहरूमा राम्रो काम गर्न सकेनन् भने तपाईँ हाम्रा संघीय संसदमा प्रतिनिधि सभाका सदस्यले के गर्न सक्छन्? 127 सदस्यले अविश्वासको प्रस्ताव राख्न सक्छन्। धारा 101 को विषय 101 हाम्रो महाअभियोग सम्बन्धी व्यवस्था, राष्ट्रपतिलाई हटाउनका लागि, त्यसपछि हाम्रा प्रधान न्यायाधीशहरूलाई हटाउनका लागि महाभियोग लगाउन सकिन्छ। संविधान निकायका प्रमुखहरूलाई हटाउनका लागि महाभियोगको प्रावधान पनि राखिन्छ। संघ, प्रदेश र स्थानीय आर्थिक कार्यप्रणाली सम्बन्धी व्यवस्था छ। स्टा कि फु पे उ आ स्क्वायर भन्ने फर्मुला छ, म तपाईँलाई पढाउँछु पछाडिपट्टि है। तपाईँ हाम्रो सङ्घमा, प्रदेशमा, स्थानीय तहमा आफ्नै आफ्नै प्रकृतिको आर्थिक कार्यप्रणाली छ। तपाईँ हाम्रा राजस्व सङ्कलन गर्ने कुरा, परिचालन गर्ने कुरा, बजेट निर्माण गर्ने कुरा, राजस्व र व्ययको अनुमान गर्ने कुरा र त्यो आर्थिक कार्यविधि सम्बन्धी विषयहरू यसले निर्धारण गर्छ है। त्यही भएर यो अर्को महत्त्वपूर्ण कुरा हो, अर्को परिभाषा, अर्को महत्त्वपूर्ण विशेषताको रह्यो। अर्को, महान्यायाधिवक्ता नेपाल सरकारको मुख्य कानुनी सल्लाहकार हुने प्रावधान छ हामीसँग। महान्यायाधिवक्ता नेपाल सरकारको मुख्य कानुनी सल्लाहकार हुने व्यवस्था छ। यो अर्को हाम्रो विशेषता हो संविधान। नेपाल सरकारको प्रतिनिधि तथा प्रदेश सरकारको अध्यक्षको रूपमा प्रदेश प्रमुख रहन्छ। तपाईँलाई थाहा छ, हरेक प्रदेशमा प्रदेश प्रमुखहरू छ, नेपाल सरकारको प्रतिनिधिको रूपमा र प्रदेश सरकारको अध्यक्षको रूपमा। याद गर्नु होला है, नेपाल सरकारको प्रतिनिधि नेपाल काठमाडौँबाटै पठाउँछ है। यो कुरा पनि छ। तपाईँहरूले फिजिकल र अनलाइन दुवै स्वरूपमा निम्स इन्स्टिट्युट बाग बजारमा नायब सुब्बा र खरिदारका कक्षाहरू भइरहेका छन् है। तपाईँहरू मजासँग जोइन हुनुहोस् र निजामती सेवामा यहाँको प्रवेश को तयारीलाई तपाईँको सहयात्री, तपाईँहरूको मार्गदर्शकको रूपमा निम्स इन्स्टिट्युटले के गर्न सक्छ? यो तपाईँहरूले यो अनलाइन र फिजिकल दुवै क्लासका लागि तपाईँ भर्ना गर्न सक्नुहुन्छ है। निम्स इन्स्टिट्युट बाग बजारमा आएर है त। याद गर्नुहोला, स्थानीय तह अन्तर्गत 3टा कुरा हुन्छन्, एउटा गाउँपालिका, एउटा नगरपालिका र अर्को जिल्ला सभा। गाउँपालिका, नगरपालिका र जिल्ला सभा यो अर्को स्थानीय तह अन्तर्गतको परिभाषाभित्र छ। त्यही भएर यो अर्को विशेषता हो। मैले तपाईँलाई भनिसकेँ, 13वटा संवैधानिक निकाय सम्बन्धी नवीनतम र विदग्ध व्यवस्था छ। जीवो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा बोकेको संविधान हो। संघीयता मार्फत, के मार्फत? संघीयता मार्फत है। संघीयता मार्फत, संघीयता मार्फत है, संघीयता मार्फत
हामी दिगो शान्तिको कुरा, सुशासनको कुरा, है विकास र समृद्धिको कुरा, हामीले त्यो आकांक्षालाई पूरा गर्नका लागि हामी संघीय शासन प्रणाली अवलम्बन गरेका छौँ भनेर हामीले प्रस्तावनामा बोलेका छौँ है। तपाईहरुसँग समानुपातिक समावेशी सहभागितामूलक सिद्धान्त अनुसारको शासकीय स्वरूप छ हामीसँग। द्याट मिन्स समावेशी लोकतन्त्रको बृहत्तर दस्तावेज हो यो वर्तमान संविधान। तपाईँ हामीसँग संसदीय सुनवाईका प्रावधानका विषयहरू, राष्ट्रिय महत्त्वका विषयमा जनमत संग्रह गर्ने विषयहरू, स्वतन्त्र सक्षम र निष्पक्ष न्यायपालिकाको प्रावधानका विषयहरू, यसका थप विषयहरू है। यो माथिको कुरालाई मैले यहाँ दोहोऱ्याउँदिनँ। नेपाली भाषाका अतिरिक्त प्रदेशको भाषा समेत सरकारी कामकाजको भाषा मैले माथि बोलिसकेको छु। प्रदेश सभामा सभामुख र उपसभामुख मध्ये एकजना महिला हुनुपर्छ, याद गर्नु होला है। प्रतिनिधि सभाका जुन सभामुख र उपसभामुख हुन्छन् तिनीहरू मध्ये एकजना महिला हुनै पर्छ। राष्ट्रिय सभामा ठ्याक्कै त्यही, एकजना अध्यक्ष र उपाध्यक्ष मध्ये एकजना महिला हुनै पर्छ। त्यो भएर हामी भन्छौँ वर्तमान संविधान भनेको तपाईँ हाम्रो समावेशी लोकतन्त्रको पुञ्ज हो। तपाईँ निर्वाचित प्रधानमन्त्रीलाई हामीले 2 वर्षसम्म विश्वासको प्रस्ताव राख्न पाउँदैन। तपाईँ हाम्रो जुन निर्वाचित प्रधानमन्त्री छ, संसदबाट निर्वाचित जुन प्रधानमन्त्री छ हाम्रो नेपालमा, संसदबाट निर्वाचित भएको प्रधानमन्त्रीलाई याद गर्नुहोला, संसदबाट निर्वाचित भएको जुन प्रधानमन्त्री छ त्यो प्रधानमन्त्रीलाई हामीले के गर्न मिल्दैन त भन्दा यो 2 वर्षसम्म है अविश्वासको प्रस्ताव राख्न पाइँदैन। एकचोटि राखेको प्रस्ताव असफल भएको र प्रधानमन्त्री पहिलाचोटि नियुक्त भएको यो विषय पनि अर्को महत्त्वपूर्ण थियो। तपाईँ हाम्रो अर्को महत्त्वपूर्ण विषय हो सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हामीसँग 3 तहको 3 टायर फेडरलिजम छ। मैले तपाईहरुलाई माथि पनि भन्छु 300 मा आधारित 300 मा आधारित भनेको तपाईँ हाम्रो 300 मा आधारित भनेको हाम्रो के संघ, प्रदेश र स्थानीय तहहरू बीचको तहगत सरकार बीचको अन्तर सम्बन्ध के हुने भन्दा तहगत सरकारहरू बीचको अन्तर सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा रहने। त्यही भएर नेपालमा अहिले सहकारितामूलक संघीयता छ, सहकारितामूलक संघीयता रहेको छ। अर्को विषय प्रदेशमा समेत संकटकालीन घोषणा राष्ट्रपतिबाट मात्रै हुन्छ। मैले तपाईलाई अघि नै माथि भनेको छु चारवटा कुराहरू नेपालको वर्तमान संविधानले संशोधन गर्न नमिल्ने प्रावधानको रूपमा राखेको छ। त्यो भनेको के हो? नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, तपाईलाई जिकेमा पनि सोध्ने गर्छ, यो रिटन पेपर त छँदैछ। नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता है, स्वाधीनता र नेपाली जनतामा नि सार्वभौमसत्ता असंशोधनीय हुने, संशोधन गर्न नमिल्ने भन्ने कुरा धारा 274 मा भनिएको छ। त्यो भएर यो अर्को प्रावधानको विषय हो, अर्को विशेषताको विषय हो। नेपालको राजधानी काठमाडौँ हुने धारा 288 मा गएर हेर्न सक्नुहुन्छ। नेपालको राजधानी संविधानमै तोकिएको छ। नेपालको राजधानी कहाँ हुने? काठमाडौँ हुने भनेर नेपालको संविधानको कति धारा 288 मा छ। त्यसपछि प्रत्येक जेष्ठ 15 गते वार्षिक बजेट, संघीय वार्षिक बजेट संसदमा प्रस्तुत गर्नै पर्ने अनिवार्य प्रावधान गरिएको छ। यो अर्को नवीनतम विषय हो। हामीसँग अनुसूची 5 देखि अनुसूची 9 सम्म संघ, प्रदेश, स्थानीय तहका एकल र साझा अधिकार सम्बन्धी व्यवस्था छ। तपाईलाई थाहा छ संघका अधिकारहरू अनुसूची 5 मा छ है, जहाँ 35 वटा अधिकारका विषयहरू छन्। संघका अधिकारहरू अनुसूची 5, अनुसूची 6 मा प्रदेशका अधिकार सूची छन्।
जहाँ 21वटा अधिकार छन् प्रदेशका एकल अधिकारहरू। अनुसूची 7 मा संघ र प्रदेशका साझा अधिकारका विषयहरू छन् जहाँ 25वटा अधिकारहरू छन् भने अनुसूची 8 मा स्थानीय तहका अधिकारका विषय छन् जहाँ स्थानीय तहका 22वटा अधिकारहरू निर्दिष्ट गरिएको छ। सँगसँगै अनुसूची 9 मा गएर हेर्नुभयो भने स्थानीय तह प्रदेश र संघ तीनटैका साझा अधिकारहरू 15वटा छन्। यो कुरा पनि तपाईहरुले राम्रोसँग ख्याल गर्नु है। यहाँ चाहिँ अनुसूची 5 देखि 9 सम्म, अनुसूची कक्षा 5 देखि 9 सम्म है। अनुसूची 5 देखि कति 5 देखि 9, अनुसूची 5 देखि के त 9 सम्म यो प्रावधान छ। प्रधानमन्त्रीको अध्यक्षतामा याद गर्नुहोला, प्रधानमन्त्रीको अध्यक्षतामा अन्तर प्रदेश परिषदको व्यवस्था छ। तपाई हाम्रो यो राजनीतिक संहितालाई सुदृढ बनाउनका लागि यसको प्रावधान राखिएको है। त्यसपछि यो कुरा यति कुरा आदि लेख्नुभयो भने यो कति लेख्न सक्नुहुन्छ है। तपाईलाई कति लेख्न मन छ लेख्नुस्। तपाईलाई चाहिने भनेको 9-10 वटा पोइन्टहरु अनि तपाईलाई धेरै राखिदिएको छु। संविधान नै यसको विशेषता हो कि भित्र गएर टक्क लाएर लेख्न पर्यो, अध्ययन गर्न पर्यो। पहिला संविधान, मैले फेरि पनि भने संविधान भनेको तपाईहरुको आत्मा हो, लोकसेवा पढ्नेहरुको आत्मा हो। संविधान भनेको लोकसेवा पढ्नेहरुको प्राण हो। यो चाहिँ तपाईलाई राम्रोसँग जान्नुपर्छ है। अर्को क्वेशन, नेपालको वर्तमान संविधानका पृथक विशेषताहरू उल्लेख गर्नुहोस्। पूर्ववर्ती संविधान भन्दा फरक विषय के छन् तिनी कुराहरू यहाँ लेख्नुहोस् भन्ने क्वेशन। यो एक्जाममा सिधै 5 वटा लेख्न भन्न खोजेको छ। याद गर्नु होला, नायब सुब्बालाई डाइरेक्ट 5 वटा पृथक विशेषता लेख्नुहोस् भनेर डाइरेक्ट सोधेको छ है। जस्तो संविधान सभाबाट निर्मित, राष्ट्रपतिबाट घोषित नेपालको प्रथम ऐतिहासिक संविधान। यो अरु भन्दा यो फरक विशेषता हो क्या। यो पृथक विशेषता लेख्नु भन्यो भने नि यो भन्दा पहिलाका संविधानमा नभएका प्रावधान लेख्ने। यसले समाजवाद उन्मुख नेपाल राज्यको परिकल्पना गरेको छ। नेपाल राज्यको संघात्मक पुनर्संरचना गरेको छ। माथिकै कुराहरू मैले नयाँ मात्र राख्दिएको छु। संघात्मक राज्य छ तर एकात्मक न्याय प्रणाली छ। मैले तपाईलाई भनिसके हाम्रो न्यायपालिका संघमा मात्रै छ। सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालतहरू संघमा मात्रै छ। तपाई हाम्रो संविधानको आधारभूत संरचना संशोधन नहुने प्रावधान राखिएको छ। नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, नेपाली जनतामा नै सार्वसत्ता संशोधन हुँदैन। यो अर्को हाम्रो विशेषताको विषय है। यो तपाईलाई जीकेमा पनि सोध्ने गरेछ है, जीकेमा पनि सोध्ने गरेछ। यो तपाईलाई संशोधन गर्न मिल्दैन। राष्ट्रिय हित सम्बन्धी प्रावधान पहिलोचोटि राखिएको संविधान है। नेपाली भाषाका अतिरिक्त प्रदेशको भाषालाई समेत चाहिँ सरकारी कामकाजको भाषाको मान्यता दिइएको छ। यो अर्को परिभाषाको विषय हो। लैंगिक मैत्री नयाँ एवं उदार है। तपाई हाम्रो आर्थिक के छ, नागरिकता सम्बन्धी 4 प्रकारका नागरिकता छ। यो हाम्रो पहिलो लैंगिक मैत्री पनि छ। तपाईलाई थाहा छ नि, आमा वा बाबुको नामबाट वंशजको नागरिकता प्राप्त हुन्छ। यो नयाँ हैन, बुझ्नुभयो नि। आमा वा, याद गर्ने कुरा, हाम्रो लैंगिक मैत्री कसरी भयो भन्नु होला। यो लैंगिक मैत्री कस्तो भयो भन्नुहुन्छ भने पहिलो कुरा त यसमा लैंगिक मैत्री हुनुको अर्थ के हो भने आमा वा बाबुको नामबाट वंशजको नागरिकता पाउँछ, लैंगिक पहिचान सहितको नागरिकता पाउँछ। लैंगिक पहिचान सहित है, लैंगिक पहिचान सहित लैंगिक पहिचान सहितको एकल संघीय नागरिकता चाहिन्छ है। एकल संघीय नागरिकता छ। तपाई हाम्रो प्रदेशमा फरक प्रदेश होला तर तपाई हाम्रो नागरिकता देशैभरि एउटै छ।
आमा वा बाबुको नामबाट वंशजको नागरिकता प्राप्त हुन्छ। आमा वा बाबुको नामबाट, आमा वा बाबुको नामबाट के हुन्छ? नामबाट वंशजको नागरिकता प्राप्त हुन्छ है, वंशजको नागरिक। यो अर्को नयाँ प्रावधान हो है। अर्को हामीसँग गैर आवासीय नागरिकता छ है। यिनी हाम्रा के हुन्? नवीनतम